गुड मर्निङ साथीहरू। आज मेरो सब्जी पकाउने पालो परेको छ। सब्जी पकाउने तयारी हुँदैछ। सब्जी काट्नको लागि चपिङ बोर्डमा राखेर सब्जी काटिराखेको छु। अब यसमा आलु मिसाउने हो। आलु मिसाएर यसको आज फ्राई बनाएर खाने हो। दाल यो सब्जी पकाउने हो। यसको लागि तयार हुँदैछ। प्याज, अदुवा, लसुन, टमाटर, खोर्सानीहरू सब काटेर तयारी हुँदैछ। यहाँ टमाटर काटेर तयार भयो, प्याज तयार भयो, खोर्सानी तयार भयो। अब यसलाई कराई बसाइसकिएको छ। दाल पाक्दैछ एउटा चुलामा। सब्जी पनि काटेर तयारी हुँदैछ। कराईमा प्याज हालेर फुट्न थालियो। प्याज भुटिसकेपछि एकदिन पछाडि सब्जीलाई कराईमा हालेर मजाले चलाइँदैछ। यो सब्जी पाकिसकेपछि हेर्नु होला। अब पाकिसक्न लागेको छ। अब पाकिसकेपछि अन्तिममा यस्तो रूप आएको छ सब्जीको। यहाँ दाल तयार भयो, यहाँ सब्जीको रूप अन्तिम रूप यस्तो छ। ल है साथीहरू, सबै मिलेर खाउँ है आज।